नमस्ते सम्पूर्ण युट्युब च्यानल हेरेर बसिराख्नु भएको महानुभावहरू। आज म आवाज एप्सबाट लाइभ बसेर कसरी पैसा कमाउन सकिन्छ भनेर सुरुबाट अन्तिमसम्म भिडियो बनाएर देखाइदिँदैछु। यो भिडियोमा कसरी आइडी बनाउने, कसरी चलाउने र कसरी चलाएर कमाएको पोइन्ट अथवा बिन्सलाई चाहिँ ब्याङ्कमा विथड्र गर्ने भन्ने भिडियोमा देखाउन गइरहेको छु। सुरुबाट अन्तिमसम्म हेर्नुहोला, सबै तपाईहरुले बुझ्नुहुनेछ। र भिडियोको डिस्क्रिप्सनमा मैले दुईटा लिंक राखिदिनेछु। त्यो दुईटा लिंक एउटा होस्ट लिंक, एउटा एजेन्सी लिंक। जुन तपाईहरुलाई मन लाग्छ त्योबाट तपाईहरुले आईडी ओपन गरेर चलाउन सक्नुहुनेछ। र तपाईहरुले आफ्नो लिंक इन्भाइट लिंक शेयर गरेर पनि कमिसन धेरै भन्दा धेरै कमाउन सक्नुहुनेछ। मलाई मेरो साथीले आवाज एप्सको लिंक पठाइदिइसक्नु भएको छ। म यो लिंकलाई ओपन गरेर डाउनलोड गर्छु। बेन्ड भनेर आयो। अब यसलाई म गुगल प्लेबाट गर्छु डाउनलोड, इन्स्टल गर्छु। यसलाई इन्स्टल हुन केही टाइम लाग्छ यसमा, त्यसपछि भइहाल्छ। म डाउनलोड गर्दैछु। यसलाई डाउनलोड गर्न धेरै टाइम लाग्दैन, 1 देखि 2 मिनेट भित्र तपाईको डाउनलोड भइसक्छ है। । 61% भइसक्यो, 66। कम्प्लिटली मेरो चाहिँ डाउनलोड भइसक्न लागेको अवस्था छ है त। अब म आवाज एप्सको आईडी बनाउँछु। सर्वप्रथम तपाईको गुगल आउँछ, गुगलमा क्लिक गर्नुहोस्। गुगलमा क्लिक गरिसकेपछि तपाईको मेल आईडी माग्छ, मेल आईडी चुज गर्नुहोस्। तपाईको त्यहाँ अलरेडी भएको हुन्छ मोबाइलमा। गुगलमा क्लिक गर्नुहोस्, त्यसपछि तपाईको आईडी बन्छ। यसरी हो आईडी बनाउने तरिका। आईडी बनाउनमा कुनै पनि यसमा समस्या छैन। मेरो आईडी अलरेडी बनिसकेको छ। तपाईहरुको पनि यसरी नै बनाउनुहोस् र युज गर्नुहोस्। त्यसपछि तपाईले भेरिफाई नाउमा क्लिक गर्नुहोस्। भेरिफाई नाउमा क्लिक गरेपछि भ्यू नाउ भनेर आउँछ। त्यसमा क्लिक गरेपछि तपाईको फेस देखाउने अप्सन आउँछ। त्यहाँ फेस देखाइसकेपछि तपाईको आईडी भेरिफाई हुन्छ र तपाईले मज्जासँग चलाउन सक्नुहुनेछ। आईडी बनिसकेपछि फेस लाइभ अथवा च्याट लाइभ बस्नुपर्ने अवस्था हुन्छ। त्यसको लागि फेस लाइभमा थिच्दा नि भयो, च्याट लाइभमा थिच्दा नि भयो। अनि माथि कभर फोटो हाल्नुपर्ने हुन्छ। तपाईले एउटा चुज गरेर हाल्नुहोस्। चुजमा मैले आवाज एप्सको नै हालिदिएको छु। डन गरिदिनुस्। डन गरिसकेपछि तपाईको चाहिँ नेममा तपाईले जे लेख्दा नि हुन्छ। तपाईको नाम तपाईलाई जे मन लाग्छ त्यो खालको नाम राख्नुस्। आफूलाई कम्फर्टेबल लाग्ने खालको। मैले नेपाली ब्रोड रुम भनेर चाहिँ राखिदिएको छु। त्यसपछि एनाउन्समेन्ट्समा तपाईले जे राख्दा पनि हुन्छ त। हेलो, हाई एभ्रीवान, वेलकम। मैले चाहिँ वेलकम एभ्रीवान भनेर लेखेको छु। अब टाइपमा चाहिँ च्याटमा तपाई हुनुहुन्छ च्याट। अनि त्यसपछि क्यारेटमा क्लिक गरेपछि तपाईको ब्रोड ओपन हुन्छ। तपाईहरुले आफ्नो रिवार्ड थाहा पाउनको लागि टास्क सेन्टरमा क्लिक गर्नुहोस्। टास्क सेन्टरमा क्लिक गरिसकेपछि यस्तो अप्सन खुल्छ। यहाँ चाहिँ मेरो हजार अप्सन खुलाएको छ। 2 घण्टाको 2000 सायद हुनुपर्छ। अनि लेडिजहरुको हकमा चाहिँ 40,000 भन्दा तल चाहिँ 500, 500, 1000, 40,000 भन्दा माथि बिन्स तपाईले रिसिभ गर्नुभयो भने 1000, 2000 चाहिँ रिसिभ हुन्छ। 150 बिन्स भन्दा माथि चाहिँ जेन्ट्सको पनि रिवार्ड छ। यसरी नै छ रिवार्डको अप्सनहरु चाहिँ। यो एप्समा साथीलाई शेयर गरे बापत पनि केही रिवार्डहरु पाउने गरेको छ। त्यसको लागि इन्भाइटमा क्लिक गर्नुहोस्। इन्भाइटमा क्लिक गरिसकेपछि त्यहाँ लिंक आउने गर्दछ। इन्भाइट नाउमा क्लिक गर्नुहोस्। इन्भाइट नाउमा क्लिक गरिसकेपछि तल कपी लिंक भन्ने अप्सन आउँछ। त्यसलाई कपी गरेर व्हाट्सएप मेसेन्जरमा तपाईले साथीलाई शेयर गरेर त्यहाँबाट तपाईले एक्स्ट्रा कमिसन पाउनुहुनेछ। त्यसको लागि माथि रुल्समा क्लिक गर्नुहोस्। रुल्समा क्लिक गरिसकेपछि यहाँ चाहिँ रुल्सहरु हेरेर त्यो अनुसारले तपाईले जति धेरै शेयर गर्नुभयो त्यति धेरै तपाईलाई रिवार्डहरु आउने गर्दछ।
यसमा जति धेरै कम्युनिकेसन बढायो त्यति नै धेरै फाइदा हुन्छ। त्यसको लागि तपाईहरु आफूले काम गर्नुस्। हस्त धन्यवाद। आजको मेरो नयाँ भिडियो हेरेर तपाईहरुलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। साथै मेरो च्यानललाई लाइक, शेयर र कमेन्ट पनि गर्नुहोला र सब्स्क्राइब पनि गर्न नबिर्सिनु होला। अब आउने दिनहरुमा म यस्तै अर्निङ एप्सहरुको बारेमा भिडियो बनाउँदै जानेछु। यसको लागि तपाईहरुले साथ सपोर्ट र सहयोग गर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईहरुलाई धेरै धेरै धन्यवाद।